भाग्यमा जे लेखेको छ, मान्छे होस् या जनावर, त्यसले एक दिन भोग्नै पर्छ भन्छन्। आज यही कुरा यी मौन यात्रामा निस्किएका भैँसीहरूको हुलले प्रमाणित गरिरहेको छ। पेटको भोक मेटाउनका लागि उनीहरू जीवनको सबैभन्दा जोखिमपूर्ण बाटो रोज्दैछन्। पारी टाढा देखिन्छन् हरिया घाँसे मैदान, अगाडि बाधक बनेर बसेको छ विशाल नदी र पछाडि छ भोकले थिचिएको जीवन। यी वाटर बफेलोहरू कुनै गुनासो गर्दैनन्। न त उनीहरूलाई भाग्यको दर्शन नै थाहा छ, न त भविष्यको चिन्ता। उनीहरूलाई थाहा छ त केवल एक कुरा, बाँच्नुपर्छ। गोठालोको आवाज, हुलको भरोसा र आफ्नो साहस, ती सबै मिसिएर उनीहरू खोलाको छालसँग लड्दै अघि बढ्दैछन्। संसारकै उत्कृष्ट ठानिएको प्राणी मानिस यी मासुम जनावरहरूको अलाप बिलाप हेर्दैमा नतमस्तक छ। जे होस्, अन्त्यमा एउटा मौन सत्य बाँकी रहन्छ। जीवनमा सबैभन्दा ठुलो शक्ति भाग्य होइन, सङ्घर्षमा बाँच्ने साहस हो। भिडियो मन परे सेयर गरिदिनुहोला।